हमारा शकल बुरा हो त क्या हुआ? त्यही त हुनुपर्छ नि हेर त बानी भइसक्यो हामीलाई ट्राभल गर्ने नानीसँग दार्जिलिङको त ठिकै थियो रहेछ मोटामोटी वेदर कन्डिसनको बिस्तारै नै यो पानी पर्ने सिजन कहाँ हो होइन ए अल्मा लिइरहेको छु धेरै दिन बाद घर आइपुग्यो कोपालाई चिन्यो अरे भाइ तो गाइस ये देख सकते हो आज का वेदर कंडीशन टुडेज वेदर कंडीशन हियर इन दार्जिलिङ इज भेरी ब्याड गाइस अनि मेरो छोरा इज गेटिङ रेडी मेरो छोराले कोपाको भेट्न जाने आज है भाइ हेलो भन्थ्यो हेलो झक्कै गरेर हेर्दैछ ओके सो हेलो नमस्ते सबैलाई वान्स अगेन वेलकम ब्याक टु सागा भ्लग्स आज हामी एक हप्ता जस्तो यहाँ रुममा बसेर चाहिँ आज फेरि घर जाने आज 1.5 महिना बादमा कोपाकोले नाति भेट्दैछ नातिले कोपाको भेट्न जाँदैछ आज बाहिरको वेदर हेर्नु न गाइस आप लोग देख सकते हो आज का वेदर कंडीशन बहुत खराब है दार्जिलिङ में मार्च लागिसक्दाखेरि जाडो चढिरहेको छ विन्टर ब्याक भएको छ दार्जिलिङमा अब भाइलाई अलिकति खाना खुवाएर लाने हो है छोरो गुड मर्निङ भन्दा मेरो छोराले अब माम खान्छ अनि रेडी भएर जान्छ गर न ल खुवाउ न गरेर ठुलो हमारा बेटा तैयार हो रहा है देखो आज तो घर जाएंगे बेटा रेडी हुँदैछ मेरो छोरा हाई भन्थ्यो अनि अर्को नयाँ अपडेट तपाईँहरूलाई के दिन गइरहेको छु भने हाम्रो गाउँ जाने जुन चाहिँ बाटो छ बनिरहेको बाटो पहिला पनि देखाएको तपाईँहरू अहिले चाहिँ झन् पिच पनि लागिसकेको छ सो तपाईँलाई त्यो कुरा देखाउँछु एकदम सलङ भएको छ अब चाहिँ बाटो रमाइलो हुन्छ अब यात्रा गर्नु गाउँघर जानु यताउता ओहोरदोहोर गरिबस्नु होइन ओहोरदोहोर त गर्नैपर्छ हेर नि ब्यागहरू यस्तो रेडी भइसकेको छ झोलाचम्बीहरू हो फेरि ब्याग बोकेर फेरि निस्केर जाने हो यस्तै हो अब मान्छेको प्रवृत्ति नेचर भनेको नै यही हो ओहोरदोहोर भइबस्छ होइन घरि ससुराली घरि बजार घरि घर गाउँघर सो त्यस्तो ओहोरदोहोर चलिरहेको छ सो तपाईँहरूले हेरिदिइराख्नु भएको छ मन पराइदिइराख्नु भएको छ हाम्रो भ्लग छ आजको पनि एकदम इन्ट्रेस्टिङ रमाइलो हुन्छ ल हेर्दै गर्नु होला रमाइलो हुन्छ आजको भ्लग घर गएको हो कि वाचिङ गाइस रमाइलो हुन्छ है भाइ रमाइलो हुन्छ आज मजा आउँछ नयाँ बाटो थाहै छैन क्या डुल्नु जाने भनेर त्यही त हेर तङ गरेको पुरा झगडा गर्ने भएको छ नि आजकल हाम्रो छोरो त्यही त यहीँ छोरा म के खिलाउने दिएर इङ्गेज गर्यो भने त ल चलो गाइस यो ढाडमा बाँध्यौ न रेडी अब चाहिँ गएको है त गाडीको ड्राइभरहरू पनि छक्कै पर्छ होला हामीले देखेर जहिले पनि झोला बोकेर आएछ है भन्दै भन्छ सिङमारी लाइन्सकोले पनि अब हेर देख होला मेरो भारी होस् कि नहोस् नानीको लुगा बोक्न पाइने भयो आफू त नबोके डाइलग भन्दैौ न त्यो खतरा भनिदिन्छ नि उसले डाइलग फेरि हमारा सकल भन्ने भन्दैौ न हमारा सकल बुरा हो त क्या हुआ मेरा पछि और मेरा बेटा ह्यान्डसम है अब हिँड्ने भएर आउँछौँ भन न भाइ एन्जल आन्टी बाई बाई भन्दै यतिको चाहिँ हुनुपर्छ नि त बुढी भनेको चाहिँ हेर्नुहोस् त्यही यतिको चाहिँ हुनु पऱ्यो नि त लु बाई आमाम हेर्नुहोस् त फुलहरू फुलेर ढक्क स्प्रिङ सिजन लागिरहेको छ यहाँ गुराँस पनि हो लाली गुराँस क्या मजाले फुलिरहेको छ यहाँ ल भाइ हवा गर्नु बिर्सेछ नि एक निन्द्रा उठेर भाइले सब बिर्सिहाल्छ के भन्दै थियो तिमी बिर्सिन्छ पापा भन्दै थियो त्यो पनि बिर्सियो यो तम्सिनु भन्थ्यो तम्सिन चाहिँ एकुरी माइत जानु हो अब यसो गराउनु पऱ्यो मजा आयो भाइ आज चाहिँ ब्यागको काम चाहिँ उसको आज ब्यागको काम चाहिँ उसको है ल अब फेरि पर गएर गाउँको गाडी चढ्ने हो यतिको चाहिँ हुनुपर्छ नि हेर त हुन्छ रोड साइडमा हेर्दै हिँड्नु हजुर घर गएको भाइले कमाए 100 रुपियाँ कमायो है भाइले गाडी भाडा पायो त भाइले त अन्त आजको वेदर कन्डिसन एकदमै जाडो छ दार्जिलिङ बजारमा अस्ति डिसेम्बर जनवरी भन्दा बेसी जाडो अहिले मार्च
घरतिर लागिरहेको छ। चोक बजारमा चाहिँ झोला यस्तो ठुल्ठुलो झोला बोकेको देख्यो भने चाहिँ नि यस्तो बोक्नेलाई चाहिँ सिलगढी भनेर वाक्कै लगाइदिन्छ। भाइ खुसी भएको हेर्नु गाडीहरू देखेर। आमा मैले दुई चप्पल खोजेको हुन्छ राम्रै छ हुन्छ ल हेर त भाइ आमा ल आइपुग्यौँ हामी जज बजार। यहाँबाट चाहिँ हाम्रो गाडी छुट्छ गाउँको त्यो गाडी ल ओके अब चाहिँ घर जाने हो। बानी भइसक्यो हामीलाई ट्राभल गर्ने नानीसँग घरि यताउता गरेर हेब्बी थाक्दो रहेछ यस्तोमा बोक्दा पनि तर क्यारियरमा पनि कहाँ चङ्गो भएर हेर्दैछ। दार्जिलिङको त ठिकै थियो रहेछ मोटामोटी वेदर कन्डिसन। घुमको त झन् हेर्नु न आम्बो वर्स्ट रहेछ नि कन्डिसन त वेदरहरू। आम्मा रियल विन्टर फिल हुने आम्मा हेर्नु त घुमपाडको त झन् वेदर 2-2:30 भयो भनौँ न मोटामोटी दिउँसोको। अन्त हेर्नुहोस् त बस्दै गरेन अब गाडी हेर्नुहोस् त घुमको वेदर हिउँ पर्ला जस्तो भइरहेको। कति हाल्यो सुरु भयो हाम्रो गाउँको बाटो। ल पुसुम्पेङ फाटक छेउछाउमा छौँ। एकजना पर्खिरहेको छ हाम्रो गाडीले, एकजना पेसेन्जर सुकेबाट आउँदै हुनुहुन्छ अरे। हेर्नु न फगी लागेर यस्तो कम्ती देखिरहेको छ कि भिजिबिलिटी ओभरै पुवर भएको कारणले गर्दा बिचरा ड्राइभरलाई गाडी कुदाउनु पनि समस्या भइरहेको छ। हेर्नु न हाम्रो नयाँ बाटो यहाँदेखिको फाटकदेखिको ओह्रालो बनिँदै गएको छ। तल हाम्रो गाउँ पुग्नु आँटेको छ। त्यहाँसम्म त पहिला पनि तपाईँहरूले देखाएको थियो त्यो खुनेको माटो खुनेकोहरू। अहिले चाहिँ पिचै भइराखेको छ, मोटामोटी पुग्न आँटेको छ। सो त्यो कुराहरू देखाउँछु, बनिराख्नुहोस् मेरो भिडियोमा। हेर्नु त आमा विन्टर पक्का विन्टर भइरहेको छ। वातावरण एकदम रेनी सिजन टाइपको विन्टरको भइरहेको छ। ल हेर्नु न भिजिबिलिटी ओभरै लो छ। यहाँदेखिको 10-15 मिटर अगाडिसम्म खालि देखिरहेको छ। खै कहाँ गयो हाम्रो गाडी त। ल यस्तो छ अहिले घर झर्दै गरेको। कसरी सेकेन्ड सिटमा काफमा पानी पर्दो रहेछ गाउँमा। लु कक्कु आइपुगेछ है। लु तपाईँलाई राम्रो टिम हुँदैछ हेर्नु, राम्रो हेरेको आमा। छाता देख्यो नि त। ल जाउँ पानी परेको हेर्नु बिस्तारै नै। छाता पनि बोल्दै फर्स्ट छाता उडेको उसले आज के ल्याउनु। घर आइपुग्दा त पानी परेर कुद्दै जाँदैछौँ घर। बिस्तारै आउनु आमा। लु घर आइपुग्यौँ। पानी पर्ने सिजन त होइन यो। पानी पर्ने सिजन कहाँ हो होइन नि। नै झोलाहरू बोकेर घर आइपुग्यौँ। ल यहाँ ल्याउनु हजुर नाति लिएर आउँदैछ। सुरज कस्तो छ अहिले ठिक छ? खुट्टा पायो है, हिँड्नु चाहिँ सक्दैछ खुट्टा लाएर? हाम्रो सार्कीबाट सुरजको बाबा सुरजको अस्ति त्यो आधी खुट्टा काटेको, आधी प्रोस्टेटिक लेग हुन्छ बडा त्यो लाएर अहिले प्र्याक्टिस गर्दैछ अरे हिँड्नु। ल घर आइपुग्यो। इ आमा घरको दर्शन पाइयो है।
कति बात माथि किचन बोल्न सकेछ ए माथि ए साथी पानी झरीकन आइपुग्यो नि हौ ल आइपुग्यो घर पानीले लुत्रोकै भयो आमा उसको कोठा आइपुग्यो ए लडिरहेको रहेछ ल आइपुग्यो हाम्रो छोरा कति बात आइपुग्यो घर 1.5 महिना जस्तो बादमा छाता मोड्नु पायो है भाइ छाता राम्रो हेर्दैछु कक्कुसँग भेट भयो है घरि हेर्दा खुसी हुँदैछ दादा घरि हेरेर घर चिनेछ भाइले ल कसको घर हो भेट भाइ? भयो है कक्कुसँग भाइ कसो गर्यो कति बात आइपुग्यो भाइ घर रमाउँदैछ घर अहिले पो यो यता साह्रै खुल्ला भएछ त है अरू बित्ति गरेकै देखेँ नि दामी भएछ त दामा मिल्यो अहिले पो मिल्यो त चिडिक्कै यहाँ जिस्टर राख्नु भाइ ल त्यहाँ प्लान्टहरू राख्नुपर्छ नयाँ लाग्यो कि उसलाई त सबै हेर्दैछ भाइ जसले जग्गा जग्गा नयाँ नयाँ देख्दैछ नि त सिंहमारी नयाँ हो त्यसको काम नयाँ कक्कुलाई दाँत देखाइदेऊ त भाइ दाँत देखाइदेऊ त दुईटा दाँत माथि पनि दुईटा आउँदैछ दाँत देखाइदेऊ न खै दाँत हेरौँ न हौ देखाउनु दाँत देखाउ न हौ दाँत देखाउ न हौ दाँत दाँत देखाउ न हौ ल दाँत देखाउनु इ दुईटा हामीले खोजेको मैले तपाईँले चप्पल हेरेँ के कस्तो मैले त पाइनँ कलरै कलर मात्र हुन्छ होला हुन्छ एमा हेर्दै हुन्छ ठिकै हो लु मैले यहाँ पापालाई पनि हेरेको छु है मोजा खोल्यो नि अब यता पापा ए मोजासँग म्याच गर्यो त कलर अन्त आमा पापाको कस्तो छ हौ ओ पापा आउँदैछ पापालाई पनि छिटो न हौ हुन्छ है सायद त्यो क्रस लाग्यो कि अब यो ल्याइदिएको पापाले यो लगाउँछ नि त अब चाहिँ लु है यहाँ पापाको लागि ल गिफ्ट आयो है भाइले देखायो जुत्ता लु आइपुग्यो उसको घर छोरा ऊ बस्छ हो लु बर्खा झरी जस्तो भइराखेको छ हेर्नु न आमामामाम लु माथिसम्म छ्याङ्गै देख्ने भएको रहेछ नि त बाँस काटेर ल आइपुग्यो घर त अब फ्रेस भइहाल्ने अलिकति लुगाफाटा फेरेर के अरे हामी दोकानमा हुँदा कामबाट आउँदाखेरि दोकानमा हुँदाखेरि नै गाडी आउँथ्यो नि त अनि म 4 बजे कपाल पनि आयो नि हौ दामी आएछ यतिखेर आयो नि होइन म त जमिन यति नै थियो उसको अहिले चाहिँ मजाको स्ट्रेट आएको छ अस्ति नै चाहिँ अर्कै खालको थियो नि जमिन कालो झ्याप्सले कले गरेको है रुममा आइपुग्यो नि हो नयाँ लाग्यो होला कि के हेर्दैछ यहाँ वरिपरि तिम्रो रुम पो त फाइनली आइपुग्यो त तिम्रो माया लाग्यो अब लिली पनि लग्दै अरे चित्तले चित्तल लग्दैछ हाम्रो बिल्लीलाई एक बट्टा छ अरे लिलीको खानेकुरा हो क्याट फुडहरू पनि किन्दै थिएछ एक बट्टा लिलीको फोटो पनि हालिदिँदैन यहाँ छ फोटो फोटो भिडियो छ नि बिचारा हाम्रो लिली कस्तो दामी थियो कलर पनि फल पनि बत्ती अर्कै देख्यो कि हो रातो बत्ती हेर्दैछ सेतो बत्तीमा बस्ने बानी लिलीको माया लाग्यो भगवान लु साँझ पर्नु थाल्यो अब चिया चमेना खाएर खाजापिना बनाउने ल वेलकम ब्याक टु आवर किचन घरको किचनमा स्वागत छ फेरि पनि तपाईँहरूलाई हेर न आमाले मजाले सानाक सिनिक चटाक चिटिक राखेको छ सबै यो पनि डल्लै यसरी मिलाएर हो यतातिर पनि सिलाएर लुगाले कभर बनाएको हो ल अब किचनमा खानापिना पाक्छ हाम्रो अनि हाम्रो यता गोर्खे किचनमा स्वागत छ तपाईँलाई आम्बो पानीले हेर्नु सिकसिक भएको सिकसिक लाग्दो भएन पानी परेर त लु गोर्खे किचनमा के गर्नु हुँदैछ हौ कक्कुले लु भाइ अचम्मै लाग्दैछ यस्तो पहेँलो बत्ती हेरेको अचम्म लागेर म खाना बनाउँछु हो त्यो भनेर कस्तो बसेको त
सिनिक्कै पारिरहेको छ नि आज हाम्रो हेर्न माथि फुपूले किनिदिएको मच्छा ए अस्ति अन्डा पार्दैछ हो ऊ चाहिँ आमाले पाकै भोलिपल्ट दिन अन्डा पारे हो आमाले पारेको आमाले चिट्टामा लट्ठीमा पोथी कुखुराको पोथी पार्नु हो अरे ओथ्रा बसिरहेको रहेछ लु है भनेपछि ओथ्रा पाऱ्यो भने त निकै पो दिने रहेछ त अन्डा पनि पारेछ ओथ्राबाट चल्ला काट्यो भने त निकै पो हुने रहेछ त अन्त यो त चल्ला गराउँदैछ हो ऊ तल्लो यसले पनि गर्दा अलिक च्याप गरेको सुनेको हेर ऊ हेर्दैछ यहाँबाटै लोक्दिएको अरे चितुवाले बिचरा हाम्रो बिरालोलाई पैसा माथेर मजा लाग्यो उसलाई घरमा काठहरू ताकहरू सिलिङहरू भित्ताहरू हेर्दैछ घर पनि चिनेछ है यसले ल अब एकछिन कक्कुसँग खेल्दै गर हामी खाना पकाउँछौँ मलाई पठाइदिएको ल ल अब गोर्खे किचनमा मजाले खानापिना पकाउने बेलुकाको लु हामीले दामी दामी आइटम लिएर आएको छौँ ल भाइलाई ल्याइदिएको थियो ल अहिले चाहिँ हाम्रो बेलुकाको डिनरको लागि यहाँ पाक्दैछ गुराप्स पाक्दैछ लु यहाँ हेर्नुहोस् यो चिन्डो ल यस्तो चाहिँ बाहिर चाहिँ नि मध्य बर्खा लाग्यो जस्तो सिक भइरहेको छ पानी चाहिँ थाम्यो तर हिलोले गर्दा है र हो पानी झरीमा चाहिँ हो यस्तो के भन्छ त्यो आगोमा हो मासु भात खानु मजा आउँछ बुझ्छु है पानी झरीमा ल भाइ चाहिँ माथि कक्रोसँग कसले सुताउनु भयो अहिले खेल्यो त्यहाँ अहिले कुखुरोमा सुतिरहेको छ मजाले ल कोपा चाहिँ आउँदै हुनुहुन्छ उता बालासनतिर बिहा परेको थियो रहेछ त्यतातिर गएर आउँदै हुनुहुन्छ ल एकछिनमा भेट्छु तपाईँहरूलाई बुढीले सानासिनिक पनि पारिहाल्यो लु त सक्यो काम पनि अब यो पाक्नु र खानु खालि हाम्रो हाम्रो खाना पाक्दा नपाक्दा ऊ छोरो कक्कुसँग खेलेर फेरि निदाइसकेर फेरि बिम्झेर आइपुगेछ है को हो यो केटा चिनेन त हौ चिनेन त हौ हामीले त घर टिमाको तिमीकै छ चिनेन तिम्रै घर पो त यो त ए भाइ आफ्नै घर पो त ए अल्मलिरहेको छु धेरै दिन बाद घर आइपुग्यो 12 तारिक पुग्छ 7 महिना पुग्दाखेरि चाहिँ गएको हामी ठिक्कै 12 तारिक अस्ति जनवरी 12 तारिकको त्यहाँदेखिको फेब्रुअरी 12 तारिक 8 महिना पुग्यो अब मार्च 12 तारिक 9 महिना पुग्छ है मजा आयो भाइ मलाई थिमाइरहेर बोल्दैछ आगोहरू टिमाकै छ आगो हेरेर घरको सबै हेर्दैछ बत्ती आयो यो दरा हेरेर काका लान्छ मलाई भन्दै होला नि है बेग्लै बेग्लै घरहरू देखाउँछ भन्दै माथि अर्कै हो भुपोरमा माम खाने अब हाम्रो छोराले ल यता आमाले पकाइसक्नु भएको छ देखो त कस्तो पाकेछ उतापट्टि गोर्खे किचनमा पकाएर ल्याएको आमा लु हेर्नुहोस् त स्याटिस पाक्यो ल खाऊ माम खाऊ तातो छैन होइन भोक लागेर पो रहेछ त मेरो छोरालाई अलिक झगडा गर्ला जस्तो गरिदियो नि त हाम्रो छोराले है लु आइचला क्या मुख मिठाउँदै खायो नि हौ मन परेछ हो कालो दाल है अलिक दिनमा खानु सक्ने भएपछि आफै दिन्छु नि ल अहिले चाहिँ पक्का खानेछ
कोपाले जस्तो बोलायो त कपाल जस्तो यस्तो गऱ्यो भाइ लु भाइको कोपा आयो अरे लु कोपा आउनुभयो अरे भाइ कोपा आयो कोपा आउनु कोपा आयो कोपा नानी हावा गर कोप्पा हावा गरिदेऊ कोपालाई कोप्पा छिटो छिटो आउने गर्दै छिटो यो चाहिँ पट्टाइदिनु न दादा कोपालाई चिन्यो अरे भाइ हावा गरिदेऊ न कोपालाई हावा गरिदेऊ न कोपा तिम्रो कोपा हैन पुरै सरी रहेछ कोपा बिहा खाएर आएको है भाइ कुँडै कुँडो भएछ ए लु भाइलाई पनि लाग्यो लु पहिला हामी खाइहाल्छौँ बुढाबुढी भोकाएको पनि छौँ दिउँसो दिनमा हाम्रो खुवाइ भएको छैन बजारबाट खायो मजाले खाना लु नयाँ नखाएर भात यहाँ मैले खानु पर्छ यसरी है यो चाहिँ मायाले खाएको नि फेरि लु खाना खाएर रेस्ट गर्ने आमा पापाले एकछिनमा खाना खान्छ अहिले नाति आएर खुसी भइरहेको छ बाजे बोजूहरू जाँदा पनि दुईजना चाहिँ खाइहाल्ने अचार पनि दामी भएछ मेरो चाहिँ ग्यास यसरी बस्नु मनपर्छ पलाटी कसेर म त्यसरी खान्छु पलाटी कसेर यो भ्लग यतिमै एन्ड गर्ने तपाईँलाई कस्तो लाग्यो मन पऱ्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् भोलिको अर्को नयाँ भ्लग आउँछ हाम्रो गाउँमा के एक्टिभिटी भइरहेको छ त्यो कुराहरू एकदम रमझम फुटबलहरू भइरहेको छ भोलिको दिन एकदम रमाइलो हुन्छ त्यति बेला भेटौँ टिल देन टेक केयर थ्याङ्क्स फर वाचिङ बाई बाई गुड नाइट बाई गाइस लु जाउँ सुत्नु हावा गरेको कि फेरि बत्तीमा हेर्दै बत्ती बोल्दा पनि हावा गर्नु सिकाएको छ नि त लु जानु खाना खानु भोक लाग्यो होला आमालाई जाउँ आऊ सुत्ने ल भोलि घुम्नु जाने ल कोप्पासँग उता मुन्डाको बाजे बोजूसँग भिडियो कल गर्दा चाहिँ भाइले सुतेको छैन हेर्दै भाइ